दर्शकबिन मेरो हातमा नक्सा छ र यो ठाउँ पहिलो पनि भाइरल भइसकेको थियो। तपाईले हेर्नुहोस्, यो यति 50 फिटे कालो पत्रे पिच रोडको यो ठाउँमा पहिला यस्तो थिएन। टक्कै अहिले यति राम्रो जग्गा बनेको छ र तपाईलाई 1 लाखमा जग्गा आउँछ भन्दा के पत्याउनुहुन्छ? आउनुहोस्, म तपाईलाई बताउँछु। यो तपाईले पहिले पनि भाइरल भइसकेको भिडियो हो। नमस्ते, म देवेन्द्र लिम्बू र म यहाँ हेरौँ। पहिला यो मैले उचाली यस्तो लाग्छ भनेको थिएँ, पत्याउनु भयो। तर पत्याएर नै यहाँनिर 58वटा जग्गा थियो। तपाईहरुले लगभग 40-45 वटा किनिसक्नु भएको छ। एकदम धन्यवाद छ। अब तपाईको जग्गा यस्तो भयो। अब बाँकी रहेको छ, थोरै बाँकी रहेछ, 14-15 वटा बाँकी रहेको छ। त्यसमा तपाईहरु किन्न सक्नुहुनेछ मात्र धुरको 1 लाख। तर यहाँ धुरको 1 लाखमा आउँदैन। म जग्गाधनी उहाँ हुनुहुन्छ भने यहाँ छिमेकी हुनुहुन्छ। म पहिला छिमेकीसँग कुराकानी गरौँ। एकछिन भिडियो तपाईँ अन्तिमसम्म हेर्नुहोस् है त। किन त आखिरी यति सस्तो 1 लाख रुपियाँ धुरमा दियो र आउँछ कि आउँदैन? हेर्नुहोस् नक्सा कति राम्रो, चट्टै चारपाटे लत्तै परेको 11 धुरको छ भने तपाईलाई आउनुहोस्। नमस्ते सर। हजुर नमस्कार। हजुरको नाम? मेरो माधव सिटौला हो। घर कहाँ हो तपाईँको? मेरो यही छिमेकी हो। म यो टुक्रे टोल विकासको अध्यक्ष पनि हो। होइन, यहाँ हाम्रो जग्गाधनीको नाम के भयो? कृष्ण थापा। कृष्ण थापा। अनि 1 लाख रुपियाँ धुरमा अब यस्तो पल्लोपट्टि पनि 50 फिटे पिच रोड रहेछ। हजुर कालो पत्रे, यो पनि कालो पत्रे। यसको बिचमा तपाईको चाहिँ 20 फुटे बाटो हैन, यो पनि ब्लक लाएर हजुर फिनिसिङ। अस्ति म आउँदाखेरि त धुले थियो। हजुर त्यतिखेरै बिक्री भएछ थुप्रै। बिक्री भयो, यहाँ धेरै बिक्री भयो। अनि अब थोरै बाँकी रहेछ हैन? यो थोरै बाँकी छ। 1 लाख रुपियाँ धुरमा आउँछ तपाईको? कहाँ आउने? यो त म अचम्म लाग्छ। त्यही त यसरी कसरी यो बेच्दै हुनु चाहिँ? यो त धेरै होलो हो। यहाँको अब तपाईको रिङ रोड छ यता पश्चिमबाट। अब यहाँ हाम्रो 50 फिटे बाटो छ, अगाडि सबै पिच छ। यो त अति होलोले बेचेको हो यो जग्गा त। त्यही त। अब यहाँ माथि यो दमक छ हैन? दमकी नजिकै पर्छ। अब लगभग 1.5 किलोमिटर मात्रै पर्छ त। कृष्ण मन्दिरदेखि तल? हजुर हाइवे मार्ग भनौँ। हजुर कृष्ण मन्दिर। कृष्ण मन्दिरबाट दक्षिण हो। यहाँ 1.5 किलोमिटर मात्रै पर्छ त्यहाँ। ल हेर्नुहोस्, यो ठाउँबाट बालेन्द्र शाहले चाहिँ जितेर अहिले नेपालको प्रधानमन्त्री हुनुहुन्छ भने यो हो झापा जिल्ला हो। बालेन्द्र शाहको चाहिँ क्षेत्र नम्बर पर्छ भने एकदम सस्तोमा बेच्नु भनेको छ। यो त आलुको भाउमा जस्तै भयो। आलुकै भाउ जस्तो भयो। यो त धेरै होलो, धेरै यो लिनेले धेरै जित्छ नि। यो एकदम राम्रो ठाउँ हो, धेरै फाइदा हुन्छ। यहाँ त अति राम्रो जग्गा हो यो। अनि एकजनाले पनि 9 वटा किनेछ त हो यहाँ? किन त अब त्यहाँ पश्चिमबाट एकदम 9 वटा किन, एकजनाले 5 कट्ठा किन। त्यस्तै गरेर यहाँ त बहुत बिक्री भइरहेछ यहाँ। अब अलिकति मात्रै बाँकी होला। अब यो चाहिँ कसको भाग्य चम्किने हो। ल आउनुहोस्, म तपाईँलाई देखाउँछु। यो पहिला मैले धुले नै देखाएको थिएँ हैन, पत्याउनु भएन होला। अहिले पत्याउनु भयो होला। यस्तो ब्लक लाग्छ भनेर माथिल्लोपट्टि मैले भिडियो बनाएको थिएँ भने यहाँ बिक्री पनि भइसकेको छ। थुप्रै बिक्री भयो है। जग्गाधनी यहाँ हुन्छ र यहाँ हुन्छ। यहाँ सोधौँ अब कति भएको छ। 3 फेसे तार अलरेडी पहिला तार त थियो तर यो थिएन। यो नयाँ भर्खरै मात्रै बनाएको हो। तपाईँको धुरको 1 लाख रुपियाँमा। नमस्कार सर। नमस्कार सर। हजुरको जग्गा हो यो? हजुर सर, मेरै जग्गा हो यो। हामीले प्लानिङ गरेको जग्गा हो यो। दमक वार्ड नम्बर 4, यो टुक्रे टोलमा। 4 भनेपछि बालेन्द्र शाहको निर्वाचन क्षेत्र। उहाँले जितेर जानुभएको, अहिले गएर देशकै प्रधानमन्त्री हुनुहुन्छ। उहाँले जितेर जानुभएको। यो भएर पो यो रोडहरू सबै चिल्लो 50 फुटे पिच रोड बनेछ त है? हजुर, यो पूर्वको 50 फिटे पिच रोड हो। यता पश्चिमपट्टि पनि अर्को पिच रोड छ। उता पनि 50 फिटे पिच रोड हो। त्यो रिङ रोड हो। यो पूर्वको? हजुर, यो पूर्वको हो। यतापट्टिको पश्चिमको हो सर। पिच रोड 50 फिटेको बीच सेन्टरमा? बीचमा चाहिँ तपाईँको 20 फुटे बाटो छ। तपाईँको 80 mm को इन्टरलक टाइल लगाइदिएको बाटो हो सर यो चाहिँ। 80 mm को इन्टरलक टाली त तपाईँको जुनसुकै हाबी गाडी कुद्दा पनि नटुट्ने खालको हो यो चाहिँ। अब धुरको कसरी हो? यो त लाख रुपियाँ धुर बेच्दै हुनुहुन्छ त नि? हजुर, मात्र लाख रुपियाँ धुर। अनि यहाँ एकजना छिमेकी रहेछ, तपाईँको नाम पनि त्यति आउँदैन छ हैन? हजुर। अनि यो त के हो यति सस्तोमा बेच्छ हो? यो नम्बरी जग्गा हो? नम्बरी सर, सबै नम्बरी। अहिले धनीपुर चाहिँ अहिले भर्खरकै लगभग तपाईँको यहाँ धेरैजनाले त पासै गरिसक्नु भएको छ। कोही कसैले चाहिँ एडभान्स दिएर जानु भएको छ। अब सर्ट टाइममा उहाँहरू पनि पास गरिदिनुहुन्छ। यहाँ चाहिँ केही सीमित टुक्राहरू मात्रै बाँकी रहेको हुनाले इच्छुक लिएर मनपर्ने व्यक्तिहरूले चाँडो सम्पर्क गर्नुहुन्न भन्ने अनुरोध गर्दछु। अब टुक्रा चाहिँ कति धुरको छ?
टुक्रा सर अब तपाईँको लगभग त्यस्तै छ 11 दुर पाउने 11 दुरका टुक्राहरू छन् 6-7 वटा 8-10 वटा टुक्रा छन् अब बाँकी छन् हजुर लु चाँडै आउनुहोस् तपाईँहरूको भाग्य यहीँ छ किनभने यति सस्तो जग्गा है तपाईँको 11 दुरले 11 लाख मात्रै पर्यो है अनि तपाईँको 11 लाखमा पाउने खालको जग्गा जस्तो छ तपाईँले यसो हेर्दाखेरि तपाईँले हेर्दा नि हुन्छ है तपाईँलाई प्रष्ट थाहा छ यहाँ पिच रोड 2 ठाउँबाट पिच रोड 50 फिटे कालो पत्रे भएको 20 सेन्टरमा त्यो पनि जग्गा छुट्याएर यस्तरी छुट्याएको छ है सबै पार्टिसन गरिदिएको छ पार्टिसन यसरी पार्टिसन जग्गा कहाँ हरायो भनेर खोजे छामछाम गर्नु पर्दैन यहाँ पार्टिसन छिमेकीले घर बनाउँदा पनि तपाईँको छिमेकी सधैँ साँची नभए पनि हुन्छ किनभने हामीले पहिले पार्टिसन गरेर छुट्याइदिइसकेको छ यति भइसकेपछि सबै क्लियर भयो क्या सर यति भएपछि क्लियर भयो जस्तै तपाईँ बाहिर हुनुहुन्छ छिमेकीले घर बनाउँदाखेरि त सिमाना मिच्ने डर हुन्छ विदेश भएपछि पार्टिसन भइसकेपछि त जिन्दगीभर उसले नचोइसके पछाडि भयो त आफ्नो भित्र मात्रै बनायो नि त त्यसपछि छिमेकी पनि चाहिएन तपाईँको उत्तरपट्टि पनि सिमाना लगाइदिएको छ दक्षिणपट्टि पनि सिमाना लगाइदिएको छ बिचमा बाटो छ पूर्व पश्चिम सबै ड्रेन लगाइदिइसकेको छ सिमेन्टेड वाल गरेर छुट्याइदिइसकेपछि ढुक्क भयो तपाईँको 9 मिटरको पोल हालिदिएको छौँ हामीले हेभी पोल हालिदिएको छौँ बेस लाइन छ यहाँ त 9 यस्तो हेभी पोल यहाँ हेर्नु त बिजुली पोल यस्तो है 3 फेज लाइन लगाइदिएको छ सडक बत्ती पनि जोडिदिएको छ खानेपानीको पाइप पनि हालिदिइसकेको छ हामीले इन्टरनेटको तार पनि हालिदिइसकेको लु त हुने जति सुविधा सम्पूर्ण राखेका छौँ सर हामी ल अब सीमित टुक्रा भएकोले तपाईँले चाँडै फोन गरेर आउनु होला तपाईँको फोन नम्बर चाहिँ कति हो मेरो फोन नम्बर 98526 70599 ल 98526 70599 हुन्छ ल हस् त